नमस्कार आमा। नमस्ते। ल जन्मदिनको शुभकामना आमालाई। थ्याङ्कु। आमा 82 वर्ष पुरा भएर 83मा टेक्न थाल्नुभयो आजदेखि होइन। यो समयसम्म आइपुग्दा हजुरलाई आज कस्तो अनुभव भइरहेको छ? आजसम्मको अनुभव कस्तो चाहछन् बाँचियो। कोही बेला कस्तो भयो होला, कोही बेला कस्तो भयो होला, त्यस्ता पार गर्दै गर्दै आइयो होइन। कोही दिन रमाइला पनि भयो, कोही दिन नरमाइला पनि भए। त्यो कुरो गएको कुरो गयो। अहिले अब रमाइलो लाग्छ। सबै इष्टमित्र परिवारसित सबैसित माझमा बस्न पाइएको छ। मलाई त खुसी लाग्छ। अनि यो जन्मदिन सबैको हजुरले देख्नुभएको छ मनाइरहँदा यसका विकृतिहरू अब नराम्रा पक्ष राम्रा पक्ष के छन् आमा? ल भन्नुहोस् त। खोइ अब अहिलेको चलनअनुसार त अब हेर्दाखेरि त रमाइलो त गर्छन् मान्छेले। तर रमाइलो हाम्रो अघि त यो जन्मदिन भन्ने आज जन्मेको भने थाहा त किन नहोस् भइहाल्थ्यो। तर मनाउने, केक काट्ने, सबैलाई बोलाएर भोज खुवाउने, रमाइलो गर्ने त्यस्तो चलन थिएन। बरु सकिए मन्दिर जाने, कसैलाई दान पुण्य गर्ने, त्यस्तै पूजा लाउने, त्यस्तै गर्थे। यो केक काटेर खाएको त मैले यहीँ काठमाडौँ आएर देखेँ। अब चलन ल्याएपछि सबैले मान्छन् त, विरोध गरेको होइन, मान्नै पर्यो। अब चलनअनुसारले त्यो ठिक होइन जस्तो लाग्छ मलाई। के अरे अब चलनअनुसारले रमाइलै हुन्छ। तर बत्ती सत्ती निभाउँछन् होइन। बत्ती निभाउँछन् त। बत्ती त बाल्यो, बत्ती निभाउनु त कहिल्यै बालेको बत्ती पनि निभाउनु हुँदैन। त्यही हो है, बत्ती बालेको निभाउनु हुँदैन। अनि अब पूजा सुजा अष्टचिरञ्जीवीको पूजा लाउने, सम्झने भगवान्लाई। अनि पहिलो यसो दान पुण्यका कार्यक्रम गर्ने, त्यस्तै गर्न सके गर्ने, नसके खुसी मनले बस्ने, घर परिवारसित खाने, रमाउने, त्यति हो। ल आमालाई यसरी नै वर्षौँ वर्ष स्वास्थ्य देख्न पाऊँ हजुरलाई फेरि पनि शुभकामना। हजुरको जन्मदिनको उपलक्ष्यमा हजुरलाई धेरै धेरै शुभकामना छ। थ्याङ्कु। धन्यवाद आमा। नमस्कार।